मेरी प्यारी बहिनीहरू 30 वर्ष नाघेपछि दुई सन्तान घर परिवार सम्हाल्दै यो पढाइको सन्तुलन मिलाउनु फलामको चिउरा चपाउनु सरह हुन्छ। आई एम प्रज्वलिका विलेज आर्टिस्टियन कन्टेन्ट क्रिएटर फोकसेस अन ब्यालेन्स अवेरनेस एन्ड डिस्कभर। कलेज गएको 1-2 महिना त मलाई लाग्यो म सबै काम कुरा गर्न सक्छु, म एक सुपर मम बन्न सक्छु, घर पनि सम्हाल्छु, पढाइ पनि। तर बाबुहरूलाई म बिना एक्लै छाड्दा उनीहरूको स्वास्थ्य अलि बिग्रियो। एक आमाको रूपमा हाम्रो लागि सन्तान सधैँ पहिलो प्राथमिकता हुन्छ। जब उनीहरू बिरामी परे, मेरो किताबहरू बन्द भए र म कलेज निरन्तर जान सकिनँ। समय गएको थाहै भएन। किताब नयाँ छ क्या, बोर्ड इक्जाम आइसकेछ। 3 वर्षपछि फेरि यो इक्जाम दिएन भने सो इक्जाम दियो भने सिधै पटाटो। त्यसैले मेरी प्यारी बहिनीहरू, मेरो हृदयदेखिको यो सल्लाह छ, तपाईँ युथ हुँदा नै पढ्नुहोस्, आफ्नो भविष्य खोज्नुहोस्, सिक्नुहोस्, एक्सप्लोर गर्नुहोस्, आफूलाई मनपर्ने विषय अध्ययन गर्नुहोस्। किनकि जब तपाईँ 30 वर्ष पुग्नुहुन्छ, बच्चा, घरको जिम्मेवारी र त्यो 20-22 वर्षको उमेरमा यति दिमाग आएको भए सोचेरै गयो ब्यालेन्स पाउन लगभग असम्भव जस्तै लाग्छ। यो पढाइको काम अहिले नै गर्नुहोस् ताकि पछि यो पछुतो बोक्नु नपरोस्। किनकि म होस्टेलमा बस्छु र कति बहिनीहरूलाई देख्छु केटाको चक्करमा बिहे गरे र अहिले पक्कै कतिजनाहरू घर परिवारको त्यो सम्हाल्दै चक्कर खाँदै बसिरहेछ क्या। बिचरा अब के भन्ने। अनि हामी दिदी बहिनीहरूको लागि शिक्षा एउटा आवाज, आत्मनिर्भरता शक्ति हो। सो आज आफ्नो दिमागमा पढाइमा लगानी गरेर आफ्नो भविष्य सुरक्षित गर्नुहोस्। 30+ भएर पढ्नुपर्छ भन्ने अवेरनेसवाला आत्माले त समात्यो, तर ब्यालेन्सको आत्मा मिलेन क्या मेरो केसमा। सो गाह्रो। वेलनेस भनेको मसाज, स्पा, मेन्टल हेल्थ मात्र होइन क्या। हामीले हाम्रो दिमागमा, हाम्रो पढाइमा, हाम्रो हेल्दी बोडीमा, हाम्रो फ्यामिली, त्यो रिलेसनसिप बोन्डिङमा रिच हुनु पनि वेलनेस हो भन्दै विश यु वेलनेस एन्ड ब्यालेन्स। एन्ड यस्तै कन्टेन्ट भेट्नलाई फलो मी। जय नेपाल।